सुरुमा केही पनि थिएन, न आकाश थियो न पृथ्वी, सबै कुरा अन्धकारले भरिएको थियो। त्यो बेला केवल परमेश्वर हुनुहुन्थ्यो, शान्त, शक्तिशाली र अनन्त। पूरा ब्रह्माण्ड खाली थियो, तर परमेश्वरको योजना त्यही अन्धकारभित्र सुरु हुँदै थियो। अनि परमेश्वरले भन्नुभयो, उज्यालो होस्, र तुरन्तै अन्धकार टुट्यो, उज्यालो फैलियो। पहिलो पटक ब्रह्माण्डमा प्रकाश आयो, दिन र रातको सुरुवात भयो। परमेश्वरले देख्नुभयो र भन्नुभयो, यो राम्रो छ। त्यसपछि परमेश्वरले आकाश बनाउनुभयो र पानीलाई अलग गर्नुभयो। माथि नीलो आकाश फैलियो, तल पृथ्वी तयार भयो। बादलहरू बिस्तारै चल्न थाले, हावाले संसारलाई जीवन दिन थाल्यो। अब पृथ्वीमा हरियाली आउन थाल्यो। परमेश्वरले भन्नुभयो, रुखहरू बढे, फूलहरू फुले, घाँस फैलियो। नदीहरू बग्न थाले, पहाडहरू उठे, जंगलहरू बने, पूरा संसार सुन्दर बगैँचा जस्तै भयो। अब परमेश्वरले आकाशमा उज्यालो दिनुभयो। सूर्यले दिन उज्यालो बनायो, चन्द्रमाले रातलाई शान्त बनायो, र ताराहरूले आकाश सजाए। अब दिन र रात छुट्टै भयो, समय चल्न थाल्यो। अब पृथ्वीमा जीवन आयो। परमेश्वरले जनावरहरू बनाउनु भयो। हात्तीहरू जंगलमा हिड्न थाले, सिंहहरू गर्जिन थाले, चराहरू आकाशमा उड्न थाले। पूरा संसार जीवनले भरियो। सबै कुरा शान्त, सुन्दर र मिलेर बसे जस्तो थियो। अब परमेश्वरले आफ्नो सबैभन्दा विशेष सृष्टि बनाउनुभयो। माटोबाट पहिलो मानिस आदम। परमेश्वरले उसमा जीवनको सास दिनुभयो। आदम आँखा खोल्छ र संसारलाई पहिलो पटक देख्छ। ऊ परमेश्वरको प्रेमले भरिएको संसारमा थियो। परमेश्वरले भन्नुभयो, मानिस एक्लो हुनु राम्रो होइन, अनि उहाँले हव्वालाई बनाउनुभयो। हव्वा आदमको साथमा आउँछिन्। अब दुईजना सँगै थिए, खुशी, शान्त र परमेश्वरसँग नजिक। परमेश्वरले उनीहरूलाई सुन्दर बगैँचामा राख्नुभयो, एडेन बगैँचा, जहाँ सबै कुरा पर्फेक्ट थियो। जनावरहरू शान्त थिए, रुखहरू हरिया थिए, र परमेश्वरको उपस्थिति त्यहाँ थियो। आदम र हव्वा खुशी साथ बाँचिरहेका थिए। यो सृष्टिको कथा। परमेश्वरले सबै कुरा प्रेमले बनाउनुभयो। आकाश, पृथ्वी, जनावर र मानिस सबै उहाँकै सुन्दर योजनाको भाग हो। हामीले सम्झनुपर्छ, यो संसार सुन्दर छ, किनभने परमेश्वरले यसलाई बनाउनुभयो।